हेलो गाइज, आज चाहिँ हाम्रो यहाँ होली प्रोग्राम थियो। होली प्रोग्राम गर्न रमाइलो गर्न जाँदै गइरहेको। हेर्नु है म जाँदा कस्तो छु, एकछिनपछि कस्तो हुन्छु अहिले वहाँ गएपछि। अनि मेरो आउटफिट एन्ड कलर चाहिँ मेरो ब्यागमा छ, अनि हेर्नुहोला। ओके गाइज, आउटफिट अफ द होली गाइज। हामीले चाहिँ ढिलो मनाएको हो, एलिना चौहानहरू आउने अरे, अनि हामीलाई चाहिँ धेरै रमाइलो भइरहेको छ। खुसी भएर जाँदैछौँ, एक्साइटेड। ल हेर्नु होला। ओके, यो हेर्नु न, यहाँको के भन्छ अरे, मान्छेहरूले यस्तो राम्रो पर्फर्मेन्स गरिरहेको क्या। यो आफ्नो उहरूलाई नि थाहा छैन अब हामीलाई पनि डान्सको नाम के हो कस्तो हो भनेर। अनि हाम्रो यतातिरको नेपाली दिदीबहिनीहरूले नाच्नु भएको छ, आफ्नो नृत्य देखाएर स्वागत गर्दै हुनुहुन्छ हाम्रो कलाकारहरूलाई। अनि हेर्नु होला कति रमाइलो भएको छ हामीलाई। कुरै छोडिदिनुहोस्। In my classes, Spanish, African. The song today is probably a bit more African sounding, but we are part of an international dance family all around the world. So no matter where we go, we have people who dance with dance and improvisational where sometimes the people in the back don't know. It's like a festival. यहाँको खैरीहरूले कस्तो क्या नाचेर है, कति राम्रो गरेर मनाएको छ क्या। हाम्रो त्यो नेपाली ड्रेस जस्तै क्या, त्यो थारू ड्रेसहरू जस्तै गरेर लगाउनु भएको छ। तर हुनु त कुन नाच्नु भएको छ बहिनीको साथी, कति राम्रोसँग नाच्नु भयो बहिनीको साथी पनि। हामी वुटिङ गर्दै सपोर्ट गर्दै नाचेको हेर्दै राम्रो मान्दै गइरहेको छौँ। हेर्नु होला हजुरहरू पनि। अनि उहाँ चाहिँ त्यो बहिनीको बुढाले गाना गाउनु भएको छ, कस्तो राम्रो गाना, कति इन्जोय गरिरहेको छौँ हामीले। अनि यहाँ कलाकार आइसक्नु भएको छ, हाम्रो एउटा कलाकार। अनि हामी नाचेर रमाइलो गरिरहेको छौँ, नाच्न नआए पनि अलिअलि ठुम्का लगाउँदै।
अनि म त गाउनै छोडेको थिएन क्या यति गाएको गाई हुन्छ नि त्यो यस्तो मेरो त घाँटी पनि दुखेर हैरान भएको छ गाइज इभेन्ट एटेन्ड गरेर अनि पछि के भन्छ अरे अब काममा जानु छ नाइट सिफ्ट गाइज नाइट सिफ्ट यस्तो रमाइलो गरेर जिउ दुखिरहेको छ नाचेको गएको गाई नि आफ्नो नेपाली कलाकार आउने भएपछि त गइहाल्नु पर्यो कति रमाइलो थ्याङ्क यू